सन्चै हुनुहुन्छ होला म सन्चै छु। आज चाहिँ हामी बन्दीपुर आएका थियौँ। हिजो चाहिँ पोखराबाट राति 6 बजीतिर बन्दीपुर आएका थियौँ। सो अहिले चाहिँ बिहानको 5 बजेको छ र केटाहरू चाहिँ यहाँ ठिक्क बनाउन लाग्छन्। आरामको बनाउँदैन मनिषले सुतेको बिस्तार मिलाइसकेका छन्। हामीले चाहिँ सब मिलाएर रेडी भएर बसिसकेका छौँ। सो अब चाहिँ माथि सनसेटको भ्यू हेर्न जाने भन्नुभएको सरले। अब चाहिँ हामी माथि त्यहाँनिर भेट्छौँ। सक्नुहुन्छ यिनीहरू झोलासोला लिएर रेडी गरेर हिँड्न लाग्छन्। सो अब हामी पनि हिँड्नु झोला ल्याएर फाइनली यहाँबाट त हिँडिसकेका छौँ। भएको छ झोला नलिँदा जाने हल्का घाँटी बसेर यस्तो भएको छ। के अरे बाघ भने खान्छ अदर म चाहिँ माथि भेट्छ तब बन्दीपुरको डाँडामा पाएर चाहिँ उतै आएको छ। तरको भित्र यस्तो दामी आइरहेको छ। हामी चाहिँ दुगुरी भागेर दुग्रो भाग गेटमा आइसकेका छौँ। दुगुर्दै आएर सास फुल्ने अब हेरेन अलिकति यस्तो रफ्तार मारेर जाने जति आउँदैन भ्याइदिएन होइन। यस्तो दामी भ्यू आयो तरको चाहिँ बवाल भ्यू आइरहेको ऊ त्यो परपट्टि चाहिँ नि लाइट बोलेको त्यहाँ चाहिँ कुरो लाग्यो। यस्तो हरिभा दामी भ्यू आएको माथिबाट चाहिँ उता सनसेट हुनु लाग्यो। गाइस देख्न सक्नुहुन्छ सनराइज हुनु लाग्यो। सरी गाइस फाइनल्ली हामी चाहिँ माथि डाँडामा आयौँ। म र मनिष राम्रो पवन धार्दै आइरहन्। पारिको भ्यू चाहिँ यस्तो राम्रो आइरहेको होइन। अनि यतातिर चाहिँ हिमाल देखियो उता डाँडामा चुचुरो हिमाल होइन। यहाँ तल चाहिँ कुरो लागिरहेको छ। बन्दीपुरको भ्यू चाहिँ यस्तो दामी आएकै छैन। माथिबाट हेर्दाखेरि त यस्तो क्यामेरामा त क्याप्चर गरेन दामी आयो। अब चाहिँ मैले तपाईँलाई सनराइज सबै देखाउने छु है त बल्ल सक्नुहुन्छ पारेको भ्यू चाहिँ हिमालहरू देखिरहेको छ। अब चाहिँ हामी ग्रेट वाल अफ चाइना हेर्न जानु लागेको छौँ। यहाँको भ्यू चाहिँ यस्तो बवाल आइरहेको
यस्तो हरे भिएको गाइस दामी भिएको झाड भयो यार फरिसकेको छ भन सो फाइनल्ली अहिले चाहिँ दामी दामी भिइरहेको छ यतातिरको यतातिर चाहिँ यस्तो हरि दामी हिमाल दिइरहेको होइन सो अब चाहिँ होमस्टे जानु लागेको जति सिँढी ऊ त तलको जुन घर देख्नुमा हो त्यही पुग्ने यहाँबाट होइन अब चाहिँ म घर भेट्छ त खाइ हामी होमस्टे भइसकेको छौँ देख्न सक्नुहुन्छ सब झोला प्याकेज सब रेडी भइसकेको छ होइन अब चाहिँ हामी अब नास्ता खान्छौँ यहाँ होइन नास्ता खाएर चाहिँ अब हामी गोर्खातिर लाग्छौँ सो अब चाहिँ म तपाईँलाई नास्ता खाएर भेट्छु है त नास्ता खाएर गरेर बाहिर आइसकेको छौँ देख्न सक्नुहुन्छ यहाँदेखि होमस्टे चाहिँ यस्तो दामी वरिपरि घर छ होइन एक मुन्टा घरमा तिनवटाजना बस्ने एउटा घरमा यिनीहरू रेडी भएर आइसकेको छन् देख्न सक्नुहुनेछ अन्त हामी बसेको होस्टेल चाहिँ ऊ हो योवाला होइन सो फाइनली अब चाहिँ हामी नास्ताहरू भयो साथीहरू अब चाहिँ हामी गोर्खा जाने होइन भाइ अब चाहिँ हामी गाडीमा अथवा गोर्खाहरू भेट्यौँ है त फेरि हाइटबाट आएको भएर देख्न सक्नुहुनेछ यहाँ चाहिँ यति धेरै पानी आइरहेको छ र ड्यामहरू देख्न सक्नुहुन्छ सबजना यहाँ यहाँ त्यहाँ यो चाहिँ ढोका होइन यो चाहिँ ढोका होइन यसको क्षमता चाहिँ 72 मेगावाट निकालेको छ अहिले चाहिँ सो 42 मेगावाट चाहिँ बङ्गलादेशलाई सप्लाई गरेको हो आइसकेको छौँ देख्न सक्नुहुन्छ दरबार चाहिँ यहाँ माथि छ होइन सो अब चाहिँ यहाँबाट चाहिँ सिँढी चढेर माथि हो सो अब चाहिँ म तपाईँहरूलाई माथि दरबार भेट्छु त हामी चाहिँ अहिले आइसकेको छौँ गोर्खा दरबार देख्न सक्नुहुनेछ दरबार रूप सक्नुहुनेछ यहाँको भिड चाहिँ हरिक छ मन्दिर चाहिँ सक्नुहुन्छ पार्कको भ्यू दामी आइरहेको छ गाइस सो यतातिर पनि के हो किन मन्दिरतिरबाट फर्किसकेका छन् होइन अब चाहिँ तल गोर्खाको बजारको गएर खानाहरू सक्नुहुनेछ जस्तो दामी आइरहेको छ माउन्टेनसितको होइन यस्तो दामी दामी भ्यू आइरहेको होइन अब चाहिँ म तल खाना खान भेट्छु है त जान लागेको होइन अहिले चाहिँ खाना खाएर भ्याएर हुनेर बिजन जान लागेको सो चाहिँ गोर्खा दरबार आइसकेको छ कमरामा हामी चाहिँ भित्र छिरिसकेको देख्न सक्नुहुन्छ कहीँ झ्याउनेको भ्यू चाहिँ हामी चाहिँ म्युजियममा आएको होइन गोर्खाको आएको चाहिँ हामी दुईवटा मात्र अरू चाहिँ खाना खान जानुभएको थियो यताउता यता सोचेर यता भिडियो गएर भने भो गाई छैन भित्र जानु पाइन्छ कि पाइँदैन थाहै छैन पाइन्छ यहाँभित्र देख्न सक्नुहुनेछ एउटा रथ यहाँबाट चाहिँ गोली फाल्ने होला होइन अनि यता पनि आएको रथ छ त्यही देख्न सक्नुहुनेछ त्यो छ गाइस भित्रदेखि चाहिँ देख्न सक्नुहुनेछ दामी छ भित्रदेखि चाहिँ यो चाहिँ गाइस गोर्खाको दरबारको लोकेसनहरू देख्न सक्नुहुनेछ
यो चाहिँ गाइस दरबारको पेन्टिङ हामी देख्न सक्नुहुनेछ दुई चारवटा गाई यो चाहिँ घले जति सो यो नेवार यो चाहिँ छेत्री तामाङ गुरुङ मगर यस्तो भ्यू हुन्छ दरबारदेखि बाहिर सकेको छौँ होइन अब चाहिँ हामी उहाँले कहाँ अरे बुगिल जाने भन्ने कुरो त गएको छ अब चाहिँ म तपाईँलाई बुगिल गएको भेट्छु मलाई यो भुलाउनु भोलि चाहिँ मैले बनाएको